म तपाईलाई आज एउटा अनौठो दृश्य देखाउन चाहन्छु। यताबाट हेर्नुस् त गाडीहरू ल हेर्नुस्, यहाँ गाडीको लाइन चाहिँ यसरी पार्किङ गरेर राखिएको छ। स्ट्यान्डर एसी गाडीहरू यो पुरा पहिला म चाहिँ दायाँ साइडतिरबाट देखाएर तपाईलाई चाहिँ बायाँ साइडतिरसम्म देखाउने छु। ल हेर्नुस्, यसरी पार्किङ गरिएको छ काठमाडौँको यो बालाजु बस पार्क स्थित। यहाँबाट सुरु हुन्छ यसरी काठमाडौँको बालाजु बस पार्क स्थित। यसरी चाहिँ बस पार्क टिकट काउन्टरभन्दा पछाडि दक्षिण साइडतिर चाहिँ सम्पूर्ण गाडीहरू यसरी पार्किङ गरेर राखिएको छ। आजभोलि नयाँ सोफा सिट भएका गाडीहरू राखिएको छ। स्ट्यान्डर्ड गाडीहरू सोफा सिट भएका र एसी गाडीहरू तपाईले देख्न सक्नुहुन्छ। विदेशमा भएका गाडीहरू अहिले नेपालमा यसरी आइसकेका छन् र पहिले चाहिँ पुरानो प्रकारको सिट पनि एकदम थोत्रो अप्ठ्यारो टाढा जानलाई चाहिँ टाढाको यात्रा गर्नलाई निकै नै कठिन हुन्थ्यो भने अहिले यो समयमा चाहिँ तपाईले देख्न सक्नुहुन्छ विभिन्न कम्पनीका गाडीहरू यसरी यहाँ चाहिँ पार्किङ गरेर राखिएको छ। सरसफाई गर्ने काम भइराखेको छ। 2x2 सोफा सिट भनिएको छ र यसरी आफ्नो समय तालिका अनुसार हिँड्नलाई गाडीहरू यहाँ तयार गरिँदै र पार्किङ गरेर राखिएको अवस्था देख्न सक्छ। हामी दरबार भन्ने गाडी चाहिँ यहाँ छ एउटा। ल हेर्नु साथीहरू, यसरी गाडी नेपालभरि यस ठाउँबाट चाहिँ गाडीहरू यात्रुहरूलाई लिएर जाने र यात्रुहरू लिएर आउने उपत्यकाभित्र नै कार्य चाहिँ काम चाहिँ यहाँबाट हुन्छ। त्यसले गर्दाखेरि धेरै गाडीहरू यहाँ पार्किङ गरिएको छ। एकमात्र नेपालको बस पार्क हो, राष्ट्रिय बस पार्क। 14-27 मा हाल्दिन, यहाँ 3 नम्बर गेटमा छ। ल हेर्नुहोस्, यहाँ पल्लो छेउदेखि बोल्नुहोस्, छेउसम्मलाई चाहिँ गाडी यसरी महेन्द्रनगर जाने गाडीहरू यतापट्टि छ। महेन्द्रनगर भिआइपी सोफा काठमाडौँ गाडी। हेलो कहाँको हो यो? महेन्द्रनगर भिआइपी सोफा काठमाडौँ है। ल ठिक छ र ल ए ल तपाईँले चाहिँ बालाजु बस पार्कमा पछाडिपट्टि पार्किङ गरिएको छ। महेन्द्रनगर हो तपाईँहरू? कति बजी छुट्नुहुन्छ यहाँबाट? 3 बजे हरेक दिन काठमाडौँबाट? 3 बजे, यताबाट नि 3 बजे होइन? भोलि कति बजी पुग्छ महेन्द्र? भोलि दिउँसो 12 बजे। ए ल ठिक छ ल। म यहाँ देखाउँदैछु कि कस्तो छ यहाँ पार्किङ कसरी गरेको छ, कतिको भिआइपी गाडीहरू छन् भनेर होइन। ल हेर्नुहोस् साथीहरू, यो पछाडिपट्टि पुरै पार्किङ गरिएको छ। यो सबै अहिले अब काठमाडौँबाट विभिन्न देशका विभिन्न भागमा छुट्ने गाडीहरू रहेका छन्। महेन्द्रनगर काठमाडौँ रहेका छ यतापट्टि। यो पनि महेन्द्रनगर काठमाडौँ यतापट्टि छुट्दैछन् साथीहरू। यताबाट महेन्द्रनगर काठमाडौँ सबै महेन्द्रनगरको गाडीहरू प्रायः जस्तो यतापट्टि रहेछ। धनगढी एसी काठमाडौँ लेखिएको छ यहाँ चाहिँ। हेर्नुहोस्, यतापट्टि कोराला, कुतिनाथ, जोमसोम, बेनी, पोखरा, काठमाडौँ टुरिस्ट वान भनिएको छ भने यतापट्टि पनि छन् गाडीहरू। यहाँबाट अब छुटेर जानलाई तयारी हुँदैछ एउटा गाडी। विमान प्यासेन्जर A1 भिआइपी सोफा गाडी भनिएको छ भने यताबाट सुर्खेत पाल्पा बुटोल काठमाडौँ, सुर्खेत काठमाडौँ पुरै गाडीहरू रहेछ। ल यतापट्टि सुर्खेत लाइन रहेछ। ल तपाईँले लग्जरी क्लास सुर्खेत भिआइपी सोफा सिट्स काठमाडौँ यसरी सुर्खेत हुँदै हेर्नुहोस्, यसरी पार्किङ गरेर राखिन्छ काठमाडौँ बालाजु बस पार्कमा गाडीहरू। यसरी यहाँबाट पोखरा टु काठमाडौँ यस्ता लर्ड यसमा भनेको छ। यो चाहिँ अब लोकल गाडी छ। यतापट्टि पहिलाको गाडी चाहिँ यस्तो हुन्थ्यो भने अबको जमानामा चाहिँ यस्तो गाडीहरू आउने लाग्ने गर्छ देशका विभिन्न ठाउँमा। भिआइपी एसी बस पोखरा। हेर्नुहोस्, यहाँ सुर्खेत काठमाडौँ पोखरा, उसमा बाग्लुङ, बेनी, दगान काठमाडौँ लेखिएको छ र यसरी पार्किङ गरेर राखिएको छ। यति मात्र होइन, यसको पछाडिपट्टि पनि
रहेका छन् गाडीहरू साथीहरू। भैरवा बुटवल काठमाडौँ यसरी विभिन्न देशका विभिन्न ठाउँमा गाडीहरू यहाँबाट लाग्ने गर्छ र यहाँ चाहिँ पहिला प्यासेन्जर ल्याएर यहाँ चाहिँ राखिँदो रहेछ पार्किङ गरेर। त्यस पछाडि प्यासेन्जरको टिकटहरू बुकिङ गरिसके पछाडि आफ्नो टाइम टेबल अनुसार स्केड्युल अनुसार आफ्नो आफ्नो ठाउँतिर आफ्नो गन्तव्य स्थानतिर गाडीहरू छुट्ने गरेको हामी देख्न सक्छौँ। त्यसै पनि यतापट्टि पनि हेर्नुहोस् टन्नै गाडीहरू यहाँ चाहिँ पार्किङ गरेर राखिएको छ। यतापट्टि ल हेर्नुहोस् काठमाडौँ, नारायणघाट, कोहलपुर, नेपालगञ्ज, सुर्खेत, पोखरा, काठमाडौँ भनेर लेखिएको छ। यतापट्टि पुरै गाडी काठमाडौँ, विराटनगर, ल लोटस एडभेन्चर, भिआइपी सोफा, टुरिस्ट, काठमाडौँ, राजविराज, धनगढी काठमाडौँ। ल साथीहरू यसरी गाडीहरू यो बस पार्कमा पछाडिपट्टि यसरी राखिएको छ भने यसको उतापट्टि चाहिँ अर्को सेक्सनमा चाहिँ त्यहाँ चाहिँ टिकट काट्ने काउन्टरहरू रहेको छ। टिकट बुकिङ भइसकेपछि आफ्नो डेस्टिनेसनतिर त्यस पछाडि चाहिँ आफ्नो टाइम टेबल अनुसार यहाँबाट गाडी चाहिँ अगाडि लगिन्छ र त्यहाँ चाहिँ प्यासेन्जरहरूलाई चढाएर आफ्नो टाइम टेबल अनुसार गाडीहरू यहाँबाट उपत्यका छोडेर आफ्नो डेस्टिनेसनतिर लाग्ने गरेको हामी देख्न सक्छौँ। अहिले 3 बजेको छ। प्युठान काठमाडौँ यस्तो छ, धनगढी एसी काठमाडौँ लगाउनु सक्छ। पुरै गाडी अझै पछाडिपट्टि पनि छ। यो एउटा सेक्सन रहेको छ, यतापट्टि एउटा सेक्सन, अर्को सेक्सन यसरी पार्किङ गरिँदो रहेछ यहाँ चाहिँ। राजगद्दी एक्सप्रेस वुमेन्स सेफ्टी इज our first priority धनगढी काठमाडौँ 2X1 भिभिआइपी सोफा गाडी हो। यहाँ चाहिँ सिक्युरिटी चेकिङ हुँदैछ धनगढी काठमाडौँ। यसरी पुरै गाडीहरू पार्किङ गरेर राखिएको अवस्था हामी देख्न सक्छौँ। त्यो दृश्यहरू ल दाङको जला पार्किङ साथीहरू हजुर यो के हो? यो तुलसीपुर होइन? तुलसीपुरको भिआइपी सोफा सेट। ल तुलसीपुरको लागि ल हेर्नुहोस् भिआइपी सोफा सेट भएको गाडी चाहिँ कति बेला हो तपाईँहरू छुट्ने यहाँबाट काठमाडौँ? हामी चाहिँ आज टाङ्गीको आएको है। हजुर। अनि भोलि चाहिँ जान्छौँ होला काठमाडौँ। ए कति बजी तपाईँहरूको टाइम टेबल छ? हामी दाङबाट 6:30 बजे, काठमाडौँ चाहिँ 5 PM बेलुका। अनि बिहान चाहिँ कति घन्टा लाग्छ दाङसम्म जानलाई पुग्नलाई? तपाईँको हाम्रो बाटोमा जाम लागेन भने चाहिँ हामी बिहान 7 बजी नै पुगिहाल्छ दाङ। अब जाम लाग्यो भने त भन्न सकिन्न। हजुर हजुर। ल त्यही हो हाम्रो टाइम चाहिँ। अनि भाडा दर कस्तो छ? तपाईँको सिट गाडीको कन्डिसन कस्तो छ? राम्रो छ नि? गाडी चाहिँ हाम्रो गाडियाको लगभग अहिले भयो 1 वर्ष जति। ए त्यसो राम्रो कन्डिसनमा छ? त्यो हाम्रो नयाँ गाडी हो, गाडी आएको 1 वर्ष भयो। सोफा छ तपाईँसँग? सोफा सिट लेटेस्ट गाडी है पुरै चारैतिर। ल हेर्नुहोस् यस्तो रहेको छ दाङ भिआइपी सोफा काठमाडौँ। ल हेर्नुहोस् हाम्रो गुरुजीले लाइट बालिदिनु भएको छ। तुलसीपुर क्विन लेखिएको छ। यसमा तपाईँले काउन्टरमा आएर बुकिङ गरेर तपाईँले चाहिँ तुलसीपुरतिरको यात्रा गर्न सक्नुहुन्छ। ल निकै नै भिआइपी देखिएको छ गाडी। यो चाहिँ निलो कलरमा रहेको छ। ल हाम्रो गुरुजीले भनिसक्नु भएको छ टाइम टेबलहरू 6 बजे तुलसीपुरबाट काठमाडौँको लागि 6 बजे हरेक दिन, र काठमाडौँबाट 5 बजे बेलुका रातभरि ट्राभल गरेर यात्रा गरेर बिहान चाहिँ 5-6 बजे पुगिन्छ सरासर गयो भने भनेर भन्नुभएको छ। ल गुरु है, ल यो गाडीलाई तपाईँले देख्न सक्नुहुन्छ र बुकिङ गरेर तपाईँ यात्रा गर्न सक्नुहुन्छ तुलसीपुर पश्चिम नेपालको लागि। यस्तो छ तुलसीपुर क्विन। के छ त गाडीको प्रचार गर्ने त हो नि। ल दर्शकबिन साथीहरू यति बेला हामी चाहिँ काठमाडौँको बालाजु बस पार्कमा छौँ र बालाजु बस पार्क पछाडि यहाँ चाहिँ गाडी पार्किङ छ र भिआइपी एकदम स्ट्यान्डर्ड लग्जरियस गाडीहरू अहिले नेपालमा देख्न सकिन्छ। र यति बेला चाहिँ हामी विशेष गरी तपाईँहरूलाई दाङ, बुटवल, नारायणघाटदेखि काठमाडौँसम्म लाग्ने गाडी चाहिँ
अम्बिकेश्वरी 2x1 भिआइपी सोफा सिट भएको गाडीको दृश्य देखाइराखेको छौँ साथीहरू। म चाहिँ तपाईँलाई भित्र गएर देखाउने छु। यस्तो रहेको छ, सेतो कलरमा रहेको छ, स्ट्यान्डर्ड गाडी। ल हेर्नुहोस् है, दिलिसा भन्ने रहेछ गाडीको नाम चाहिँ। ल म एकछिन भित्र जान्छु। हेलो हेलो, हाम्रो साथीहरू चाहिँ, तपाईँहरू चाहिँ प्यासेन्जर स्टाफ? ए ल, स्ट्यान्डर्ड रहेछ ल गाडी। यो तुलसीपुरको होइन? तुलसीपुर दाङ। ल यो ल हेर्नुहोस्, सोफा सिट भएको अहिले नेपालमा पनि यति स्ट्यान्डर्ड गाडीहरू आइसकेको छन्, हाम्रो पश्चिमतिर पनि है। ल हेर्नुहोस्, दिलिसा 2x1 एसी कोच भएको सिट हेर्नुहोस्। ल अब यस्तो सिटमा यात्रा गर्न पाएपछि कसले रमाउन सक्दैन र यो यात्रामा। ल हेर्नुहोस्, यस्तो रहेको छ। दाङदेखि काठमाडौँ, काठमाडौँदेखि दाङसम्मको लागि गाडीको यस्तो छ स्ट्रक्चर। ल हेर्नुहोस्, पुरा यस्तो गाडीको चाहिँ सोफाहरू रहेका छन्, माथि क्याबिनहरू रहेका छन्। ल सुत्नलाई पनि हुँदो रहेछ ल यहाँ त। ल हो, यति स्ट्यान्डर्ड गाडी छ। ल हेर्नुहोस् त, यहाँ स्टाफहरूको लागि होला, पछाडिसम्म रहेको छ। साथीहरू तपाईँहरू पनि त यस्ता गाडीहरू, यो गाडीलाई चुज गरेर तपाईँले यात्रा गर्न सक्नुहुन्छ आफ्नो यात्रामा। यो चाहिँ यदि तुलसीपुरबाट तपाईँ चाहिँ काठमाडौँतिर यात्रा गर्दै हुनुहुन्छ भने यो गाडीलाई तपाईँले आफ्नो यात्राको लागि छान्न सक्नुहुन्छ दर्शकबिन। म यस गाडीभित्र छु यति बेला र कुनै राम्रा गाडीहरू आजभोलि नेपालमा पनि आएका छन्। हामीसँग बसेर खानु 250 खान्छ। हाम्रो स्टाफहरू गर्दै हुनुहुन्छ। एकछिन म यतापट्टि क्याबिनतिर देखाउँछु। हाम्रो गुरुजी यता हुनुहुन्छ है। गुरुजी हजुर, कस्तो छ गाडीको अवस्था, कन्डिसन? राम्रो छ नि है? राम्रो छ है। अनि कस्तो रमाइराख्नु भएको छ प्यासेन्जरहरू गाडीको? सब सन्तुष्टि हुनुहुन्छ। ए धेरै राम्रो सोफाहरू रहेछ नि त। हजुर, अहिले दाङमा तपाईको हजुर तपाईँले राम्रो गरिराख्नु भएको छ। कुन कम्पनी के हो तपाईँहरूको? कसरी? अम्बिकेश्वरीको गाडी। अम्बिकेश्वरी, यो चाहिँ तपाईँहरूको समिति हो? हजुर। ए कति छ गाडी चढ्नै छ नि तपाईँहरूको? गाडी छ नि त। ए काठमाडौँदेखि तुलसीपुर, दाङ तुलसीपुर, फेरि काठमाडौँ। ए अनि कति घन्टा लाग्छ यहाँबाट दाङसम्म पुग्नलाई? अब बाटोमा जामसाम परेन भने त टाइममै पुगिन्छ। 12 घन्टामा पुगिन्छ मजाले। अब जामसाम पऱ्यो भने अलि धेरै लाग्छ। ए हजुर, नेपालको बाटो त त्यही हो, त्यही अब भरोसै गर्न सक्दैन कति बेला के हुन्छ होइन। ल ठिक छ। ल राम्रो रहेछ, मैले दृश्य खिचेको छु। अनि यदि प्यासेन्जरहरूलाई मन परेको खण्डमा चाहिँ प्यासेन्जरहरूले तुलसीपुरबाट अम्बिकेश्वरी गाडीलाई रोज्न सक्नुहुन्छ। काठमाडौँसम्मको लागि यात्रा गर्नलाई सोफा छ, मजाले सुतेर भिआइपी स्ट्यान्डर्ड तरिकाले चाहिँ यात्रा गर्न सक्नुहुन्छ होइन त गुरुजी? हजुर हजुर। भाडा कति छ नि हाम्रो? भाडा हाम्रो 2050। 2050 तुलसीपुरदेखि काठमाडौँसम्म? ए ल हस्, धन्यवाद छ यहाँको सेवाको लागि होइन। अनि यो हाम्रो भिडियोलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला। द आर्यन ब्लग्स 455 विथ भाइलाई मैले भनेको छु, त्यहाँ गएर हेर्नु होला। भोलि पर्सिसम्म आइपुग्छ भिडियो है त। हस्, धन्यवाद। ल हजुर, फेरि भेटौँला है त। ल यसरी कर्मश हामी चाहिँ अगाडि बढिराखेका छौँ तसबिन। यति बेला चाहिँ हामी अन्य गाडीहरूको दृश्यहरू देखाउन गइराखेका छौँ। अगाडि गाडी पार्किङ गरिएको छ कन्टिन्यू रूपमा। यस्तो गाडी नेपालका विभिन्न ठाउँमा जानको लागि गाडीहरू पार्किङ गरिएको छ, सफाइ गर्नलाई यतापट्टि राखिएको रहेछ। यति बेला नेपालभरि यहाँबाट बाहिर छुट्ने गर्दछ, दाङ तुलसीपुर पश्चिम पूर्व होइन। के छ? ठिक छ दाइ। कहाँको लागि हो? दाङको लागि। दाङ हो? हजुर, दाङको स्टाफ। कति बेला हो जाने? साँझ 6 बजे। 6 बजे? कहाँ छ गाडी? गाडी अगाडि छ। आज जाने हो कि भोलि? आज जाने। आजै जाने हो? हजुर। तपाईँ कहाँसम्म पुग्नु? ए म त अब यतैतिर हो, यसो गाडीहरू हेर्न आएको। हजुर। ल ठिक छ, हेर्नुहोस् त यहाँ पुरा गाडी भिआइपी गाडीहरू। जोडिरहेका छन्। काठमाडौँ दाङ तुलसीपुर यतापट्टि रहेछ, सल्यानसम्म पनि जाँदो रहेछ। सल्यान टु काठमाडौँ। ल
यतातिर गाडीहरू पार्किङ गरिएको छ। देशैभरि लाग्ने गाडीहरू पार्किङ चाहिँ यतापट्टि गरिएको छ। यतापट्टि पछाडिपट्टि पनि छ। अब पछाडि चाहिँ नजाउँ होला। यहाँ चाहिँ दाङ VIP AC काठमाडौँ भनिएको छ। यो हो काठमाडौँ बस पार्क स्थितको दृश्य। काठमाडौँ बालाजु बस पार्कको दृश्य रहेको छ दर्शकबिन। यहाँको गाडी पार्किङमा त्यसरी पछाडि चाहिँ देशैभरि छुट्ने गाडीहरू पार्किङ गरेर राखिएको छ यति बेला। र कतिवटा गाडीहरू छुटिसकेका छन् भनेदेखि कतिवटा गाडीहरू आउँदै गरेको राजधानी प्रदेश गर्दै गरेको अवस्था छ र यतापट्टि पार्किङ गरेर राखिएको अवस्था छ दर्शकबिन। ल हेर्नुहोस् नेपालगञ्ज काठमाडौँ यतापट्टि नेपालगञ्ज काठमाडौँ। दर्शकबिन म आज यस गाडीमा कुमारी होइन यो कुमारी गाडीमा यात्रा गर्दैछु। अहिले बेलुका 5 बजे काठमाडौँदेखि नेपालगञ्जसम्म यस्तो रहेको छ। गाडीको स्ट्रक्चर डिजाइन र कलर यस्तो रहेको छ दर्शकबिन। यो ल हेर्दैछु है के छ। तपाईँ कहाँसम्म हो? काठमाडौँ नेपालगञ्ज हो? ए ल छ दामी रहेछ ल। VIP उडान के हो? कम्पनी के हो? हजुर ए पुरा टोइलेट बाथरुम पनि छ? खै हेरौँ त गाडीको टोइलेट बाथरुम भएको गाडी ल नेपालमा। मैले त पहिलोपटक सुन्दैछु है। आजभोलि अलिक धेरै भइसक्यो यात्रा नभएको। वाह हेर्नुहोस् त यहाँ ड्राइभिङ गर्ने पोस्ट पनि यस्तो छ। क्याबिन पनि यतापट्टि टोइलेट बाथरुम ल हेर्नुहोस्। वाह यो त नेपालकै पहिलो हो कि हो? नेपालको पहिलो दोस्रो हो? पहिलो सफारी छ त्यसपछि यति भएपछि एउटै हो मध्यपश्चिम जनसेवा अन्तर्गत तपाईहरु चाहिँ नेपालगञ्ज ल हेर्नुहोस् यति भएपछि सकिएन अब अरु ल सिट हेर्नुहोस् ग्यापिङ हेर्नुहोस् यहाँ ल हेर्नुहोस् हाम्रो स्टाफले देखाउँदै हुनुहुन्छ जम्मा 33 वटा सिट मात्रै छ यो गाडीमा 33 वटा यति लामो उसमा हजुर यता हेर्नु यो पुरा ग्यापिङ छ है पुरा खुट्टा चाहिँ राखेर मजाले अड्याएर सुतेर हैन यो सेमी स्लिपर पुरै वाउ ल ल ल हेर्नुहोस् यो पुरै उठाउन मिल्छ हजुर हजुर ल हेर्नुहोस् त यति भएपछि सकियो नि आरामदायक यात्राको लागि एकदम बेस्ट हजुर 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 यो चाहिँ छैन कुनै पनि ठाउँमा छैन अहिले हजुर यो चाहिँ है म दुईटा बस छ यो उडान भनेको चाहिँ ए कति बजे जानुहुन्छ तपाईहरु हामी यहाँबाट 5:30 बजे छुट्छौँ मिस्टेक भएछ नि अघि थाहा भएन पहिलोपल्ट नेपालगञ्ज जाँदैछु यसरी जानु पर्थ्यो मैले अर्को ठाउँमा आउनजानलाई कन्ट्याक्ट पछि अब आउने दिनमा हैन यात्रा गरिन्छ के र तपाईको उडान भन्नुस् उडान है नेपालगञ्ज काउन्टरबाट 5 बजे छुट्छ ए यहाँबाट 5:30 बजे छुट्छ उता पनि 5 बजे यता पनि 5 बजे बेलुका यताबाट 5:30 बजे उताबाट चाहिँ 5 बजे 5 बजे अलि पछाडिपट्टि देखाउन है स्लिपर पनि छ स्लिपर पनि छ त्यहाँ ल हेर्नुहोस् सुतेर जानलाई पनि स्लिपर कोच रहेछ ल हेर्नुहोस् त यति ग्याप छ यो भित्रपट्टि चाहिँ तपाईँ मजाले यही सिटमा पनि सुतेर यात्रा गर्न सक्नुहुन्छ अत्यन्तै आरामदायक नेपालमै हजुर यो नेपालमै चाहिँ यो मजाले चाहिँ टोइलेट भएको अट्याच भएको ठाउँ यस्तो गाडी रहेछ यहाँ ल हेर्नुहोस् यहाँ सुतेर जान मिल्ने खालको पनि रहेछ स्लिपर कोच छ पछाडिपट्टि एउटा छ यतापट्टि हेर्नुहोस् न यतापट्टि अर्को यतापट्टि छ त्यस पछाडि यतापट्टि पनि रहेछ ल अब यति भएपछि कति आराम हो कति आराम यात्रा गर्न त ल यस्तो गाडी रहेछ यति ग्याप छ यो प्लेनको भन्दा पनि अझै स्ट्यान्डर्ड तरिकाको डिजाइन रहेको छ सिटको चाहिँ सोफाहरू रहेको छ ओहो धेरै राम्रो रहेछ ल प्लेनमा पनि पाउनुहुन्न यो प्लेन भन्दा पनि धेरै राम्रो नेपालको अहिले प्लेन चाहिँ अपग्रेड भएको छैन तर हाम्रो बसहरू चाहिँ अपग्रेड भयो कि ल धेरै राम्रो छ सर हजुरको शुभ नाम मेरो बैकुण्ठ गिरी हजुर चाहिँ के यो गाडी कन्डक्टर प्लस सचालक धेरै राम्रो रहेछ ल कस्तो यात्रुहरू रमाइराख्नु भएको छ हजुर त्यहाँ एकचोटि यात्रा गरेको अर्कोचोटि हामीले भन्नु पर्दैन आफै आउनुहुन्छ आफै कल गराउँछु हजुर त्यसो सबै लोभिनु भयो अरू कुरा म त हो देखेरै लोभेँ म यो हो
अघि मैले थाहा भएन रिकमेन्ड गर्नु मन लाग्यो भने नम्बर टिप्नु लैजानुहोस् ल भन्नुहोस् त नम्बर 97 054 052 90 मेरो पर्सनल नम्बर रहेको छ हजुर यसलाई तपाईँले अनलाइनबाट बुकिङ गर्न सक्नुहुन्छ हजुर टी सेवा टिप टर्बो बस सेवा जुनबाट पनि अनलाइन प्लेटफर्महरूबाट चाहिँ तपाईँले टिकट बुक गर्न सक्नुहुन्छ हजुर त्यसमा चाहिँ उडान भिआइपी विथ टोयलेट भनेर लेखेको छ होइन हजुर हजुर अब मलाई पर्सनल रूपमा कन्ट्याक्ट गरेर पनि टिकट बुक गर्न सक्नुहुन्छ एकदम 97 054 052 90 मेरो पर्सनल नम्बर तपाईँहरूले कल गरेर पनि उहाँले बुकिङ गर्न सक्नुहुन्छ मजाले ल धन्यवाद है जानकारीको लागि आउँदो दिनमा हामी पनि यसैमा यात्रा गर्नेछौँ पश्चिम नेपालगञ्जबाट काठमाडौँसम्मको लागि काठमाडौँ नेपालगञ्जसम्मको लागि भने आज चाहिँ म यसमा जानेछु दर्शक किनभने अघि त्यो थाहा भएन उडान भन्ने गाडीको कन्ट्याक्ट भएन अहिले चाहिँ मात्र थाहा भयो यतापट्टि रहेछ र मैले यात्रा गर्ने गाडी पनि राम्रो नै छ भिआइपी नै छ यस्तो रहेको छ आज चाहिँ मैले यात्रा गर्ने गाडीको डिजाइन चाहिँ यस्तो छ दर्शक यहाँ पनि सोफाहरू राम्रो नै छ यस्तो छ साथीहरू यहाँ पनि स्लिपर कोच रहेको छ स्टाफहरू सुतिराख्नु भएको छ आजभोलिका गाडीहरूमा प्रायः जसो चाहिँ स्लिपर कोच राखेको रहेछ र अब चाहिँ नेपालमा पनि राम्रा गाडीको डिजाइन भएका र सुविधा भएका गाडीहरू भित्रिएका छन् र यात्रा गर्न चाहिँ सहज हुनेछ यसले गर्दाखेरि दर्शक यस्तो छ विशेष गरी यो एरियामा यो लेनमा चाहिँ धेरै राम्रा गाडीहरू पार्किङ गरिएको अवस्था छ ग्यालेक्सी कुमारी एसी यहाँ पनि रहेछ ल नेपालगञ्ज टु काठमाडौँ दर्शक यस्ता दृश्यहरू छन् गाडी पार्किङका र विभिन्न गाडीका प्रकारहरू नेपालमा भिआइपी गाडीहरू स्ट्यान्डर्ड कोच भएका कतिवटा गाडीहरू चाहिँ अब अट्याच बाथरुम पनि भएका गाडीहरू आइसकेका छन् प्लेनको हवाई यात्राको भन्दा पनि स्ट्यान्डर्ड भइसकेको अवस्था छ अहिले चाहिँ नेपालमा पहिले पुराना गाडीहरू हुन्थ्यो भने अहिले चाहिँ निकै नै राम्रो गाडीहरू भएको अवस्था हामी देख्न सक्यौँ हामीले बुझ्न सकेका छौँ यति बेला काठमाडौँमा दर्शकबिन र आज बेलुका म चाहिँ 5 बजे नेपालगञ्जको लागि कुमारी यातायातद्वारा चाहिँ म प्रस्थान गर्नेछु भिभिआइपी सोफा अब दर्शकबिन म तपाईँलाई अगाडिपट्टि टिकट काउन्टरतिर भएको ठाउँमा लान्छु र त्यहाँ चाहिँ निकै नै पब्लिकको भिडभाड हुने गर्छ त्यहाँ चाहिँ टिकट काटिन्छ र यात्रुहरू त्यहाँ पर्खने ठाउँहरू रहेका छन् भने यतापट्टि चाहिँ गाडीहरू पार्किङ गरिएको छ छुट्नुभन्दा पछाडि अगाडि चाहिँ यता राखिएको अवस्था छ अहिले हामी चाहिँ काठमाडौँ बस पार्क स्थित बालाजु बस पार्क स्थित टिकट काउन्टरतिर जाँदैछौँ टिकट काउन्टर अलि पछाडि नै रहेका छन् उत्तर साइडतिर र त्यो दृश्यहरूलाई हामी तपाईँको बिचमा ल्याएर आउनेछौँ देखाउनेछौँ दर्शकबिन यति बेला हामी अगाडि बढिराखेका छौँ ल यता विदेशतिरबाट आएको टोली रहेछ यहाँ विदेशतिरबाट आएर आफ्नो गाउँतिर राख्ने टोली यता बसेको छ ल हेर्नु साथीहरू यो हो काउन्टर मेन काउन्टर एरिया यहाँबाट चाहिँ टिकट काटिन्छ विभिन्न देशका विभिन्न ठाउँहरूमा टिकटहरू काटिन्छ रोल्पाली राङगाङ नेपालगञ्ज कोहलपुर महेन्द्रनगर उत्तरीय गौलिया लगायतका पूर्व पश्चिमका टिकटहरू काट्ने यो चाहिँ काउन्टर रहेको स्थान छ साथीहरू यस्तो प्रकारको चाहिँ यात्रुहरू टिकट काटिरहेको अवस्था हामी देख्न सक्छौँ यति बेला
यस्तो छ दर्शकबिन काठमाडौँ स्थित बालाजी बस पार्कमा रहेका टिकट काउन्टरहरू यस्ता छन्। नेपालका विभिन्न धनगढी बझाङ बाजुरा नेपालगञ्ज धनगढी पोखरा स्याङ्जा सुनौली भैरवा लगायतका विभिन्न ठाउँमा पनि यतापट्टि यात्रुहरू राख्नुको अवस्था हामी देख्न सक्छौँ। सुर्खेत सिन्सु कोवलपुर नेपालगञ्ज मुक्तिनाथ मुस्ताङ महेन्द्रनगर भन्दै यात्रुहरू यसरी यहाँ चाहिँ आइराख्नु भएको अवस्था छ। टिकट काटेर नेपालका विभिन्न ठाउँहरूमा प्रस्थान गरिन्छ यहाँबाट। यसरी ल हेर्नुहोस् यहाँ एउटा गाडी आइसकेको छ अगाडि। अब चाहिँ हिँड्नै लागेका छुट्नै लागेका बस पार्क छोड्नै लागेका गाडीहरू अगाडि पार्किङ गरिएको अवस्था देख्न सक्छौँ। दर्शकहरू यति बेला हामी छौँ नेपालको काठमाडौँ स्थित रहेको बालाजु बस पार्क र यहाँको दृश्य यात्रुहरू आफ्नो आफ्नो गन्तव्य स्थानतिर जानको लागि तयारी अवस्थामा रहेको र गाडीमा यात्रा गर्नलाई यहाँ चाहिँ गाडीहरू पनि निरन्तर रूपमा अगाडि आइरहेको अवस्था हामी देख्न सक्छौँ। दर्शकहरू यसरी हामी तपाईँलाई चाहिँ आज नेपालका विभिन्न ठाउँहरूमा लाग्ने छुट्ने बसहरूको दृश्य र यात्रुहरूको दृश्य हामी तपाईँलाई देखाइरहेका छौँ। यो हो नेपालको काठमाडौँ स्थित रहेको बालाजु बस पार्क र यहाँको अवस्था यस्तो छ। दर्शकबिन सुर्खेत काठमाडौँ रहेको छ भने दरबार बर्दिया यतापट्टि रहेको छ। ल हेर्नुहोस् धनगढी टिकापुर काठमाडौँ भनिएको छ। ल यतापट्टि ल हेर्नुहोस् दर्शकबिन यस्तो रहेको छ। तपाईँले निरन्तर रूपमा देख्न सक्नुहुन्छ गाडीहरू छुट्ने काठमाडौँलाई छोडेर विभिन्न नेपालका विभिन्न ठाउँ सहर र गाउँहरूतिर लाग्ने क्रम जारी छ भने यात्रु महानुभावहरू पनि त्यसरी नै आफ्नो गन्तव्य स्थानतिर लाग्नको लागि कोही तयारी हुनुहुन्छ, कोही तयारी अवस्थामा धनगढी यतापट्टि हुनुहुन्छ। धनगढी एसी काठमाडौँ लेखिएको छ। यताबाट पेट्रोल पम्प यहाँबाट पेट्रोल फिल अप गर्दै टपअप गर्दै यतापट्टि जाने गरेको पाइन्छ भने दर्शकबिन यतापट्टि यात्रुहरू कोही टिकट काट्नलाई, कोही चाहिँ आफन्तलाई छोड्नलाई, कोही चाहिँ आफै यात्रा गर्नलाई आइराखेको अवस्था हामी देख्न सक्छौँ। र ल हेर्नुहोस् अगाडि गाईघाट लाहान काठमाडौँ धनगढी 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 पुरै धनगढीको टिमको छ। यतापट्टि यो सबै धनगढीतिर जाँदैछ, यो लाहानतिर जाँदैछ। दर्शकबिन लाहानको लागि छुटिसकेको छ एउटा गाडी। यस्तो अवस्था छ। यहाँ चाहिँ यो धनगढी लाइन रहेछ। ल यहाँ यतापट्टि पनि रहेका छन् गाडीहरू। अब यतापट्टि पनि पार्किङ गरेर छुट्नलाई बिस्तारै आफ्नो गन्तव्य स्थानतिर लाग्नलाई अगाडि बढिराखेको गाईघाट डिलक्स काठमाडौँ भनिएको छ। यतापट्टि दाङतुलसीपुर काठमाडौँ नेपालटार मुरकुसी गाईघाट लाहान गाईघाट भनेर यसरी विभिन्न स्थानमा नेपालका विभिन्न ठाउँमा लाग्ने गाडीहरू पार्किङ गरेको अवस्था हामी देख्न सक्छौँ। यति बेला दर्शकबिन भिआइपी सोफा सिट्स देखिएको छ। काठमाडौँ लाहान पनि राजविराट यस्ता दृश्यहरू रहेका छन्। साथीहरू तपाईँको बिचमा म यस्ता दृश्यको साथमा आज आएर काठमाडौँको बालाजु बस पार्कबाट तपाईँलाई चाहिँ यहाँका सम्पूर्ण वस्तुस्थितिका दृश्यहरूलाई कैद गरेर तपाईँको बिचमा आएर ल्याइसकेको छु। र तपाईँले हाम्रो भिडियोलाई हेरेर लाइक सेयर एन्ड सब्सक्राइब गरेर हाम्रो च्यानललाई सपोर्ट गर्नुहोला। र यहाँ काठमाडौँ बस पार्कको दृश्य कस्तो छ भन्ने कुरालाई चाहिँ तपाईँले यस भिडियो मार्फत पुरा रूपले सम्पूर्ण भिडियो हेर्नुभयो भनेदेखि थाहा गर्न सक्नुहुन्छ। दर्शकहरू काठमाडौँ भिआइपी सोफा काकड भिट्टाको लागि यहाँबाट लागिरहेको अवस्था छ। ल हेर्नुहोस् यो चाहिँ काठमाडौँ काकड भिट्टा पूर्वी भेगमा नेपालको पूर्वी भेगमा लाग्ने गाडी चाहिँ यतापट्टि पार्किङ गरिएको रहेछ। त्यति बेला पुरा काकड भिट्टाको लागि पार्किङ गरिएको कुनै ठाउँमा चाहिँ नेपालगञ्ज महेन्द्रनगर भने कतै चाहिँ काकड भिट्टा यसरी पूर्ण रूपमा पार्किङ गरेर राखिएको अवस्थाका साथमा तपाईँहरूको बिचमा हामी आजको भिडियोमा आएका छौँ भने अहिलेलाई यति बेला हामी चाहिँ यहीँ यो भिडियोलाई अन्त्य गर्दै आउँदा दिनमा यस्ता टिपिकल भिडियोहरू फेरि ल्याउने छौँ भन्दै
अहिलेलाई भने हामी बिदा हुन्छौँ। हस्त नमस्ते।